सफल हुनु ठुलो कुरा होइन, तर निरन्तर सफल भइरहनु चाहिँ निकै महत्त्वपूर्ण कुरा हो। नमस्कार साथीहरू, म हुँ तपाईको साथी कुसुम। सधैँको जस्तै आज पनि उपस्थित भइसकेकी छु निकै गजबको अनि प्रेरणादायी भिडियो सामग्री लिएर। मलाई विश्वास छ हाम्रा यी भिडियोहरूबाट यहाँहरूको जीवनमा पक्कै पनि सकारात्मक प्रभाव परि नै राखेको छ र यस्तै रोचक सन्देशमूलक अनि प्रेरणादायी भिडियो सामग्री हेर्नका लागि आज नै हाम्रो च्यानललाई सब्स्क्राइब गरी हाम्रो परिवारसँग जोडिनका निम्ति म धेरै अनुरोध गर्दछु। यदि यहाँ पहिला नै हामीसँग जोडिसक्नु भएको छ भने हजुरलाई मेरो तर्फबाट धेरै माया, धेरै धन्यवाद। सबैले भन्ने गरेको त सुन्छौँ, ज्ञानी हुनु, ठुलो मान्छे हुनु र सफल हुनु। सफलता कसलाई मन नपर्ला? सफलताको खोजीमा हामी सबैजना छौँ, सबै नै चाहन्छौँ, तर कसरी हुने त सफल? सफल एकचोटिका लागि हामी मध्ये कसैलाई यस्तो लाग्छ कि कुनै एउटा काममा सफलता हात पार्यौँ अथवा सफल भयौँ भने त्यो नै दिगो भन्छौँ। तर जति गाह्रोसँग हामीले सफलतालाई प्राप्त गरेका हुन्छौँ त्यति नै हाम्रो हातबाट सफलता भाग्न पनि सक्छ यदि हामीले त्यस्ता महत्त्वपूर्ण कुरा, यस्ता मन्त्रहरूलाई अपनायौँ भने मात्रै हाम्रो हातमा सधैँभरि सफलता बसिराख्छ। एक पटकका लागि सफलता आउनु ठुलो कुरा होइन, तर निरन्तर सफलताले हामीलाई साथ दिनु र निरन्तर हामी सफलतामा रहिरहनु चाहिँ एकदमै धेरै महत्त्वपूर्ण कुरा हो। र तपाईँ निरन्तर सफल हुन सक्नु भएको होस् भनेर आज मैले निकै महत्त्वपूर्ण टिप्स लिएर उपस्थित भइसकेकी छु। यो भिडियो अन्तिमसम्म हेर्नुहोला। सफलताको मूल मन्त्र भनेको, सबैभन्दा पहिलो र महत्त्वपूर्ण काम भनेको सही काम रोज्नु। तपाईँले जुनसुकै काम गर्दै हुनुहुन्छ नि, सही काम रोज्नुपर्ने हुनसक्छ। सही कामको मतलब यो हो कि तपाईँलाई एकदमै धेरै मन परेको काम। तपाईँ यस्तो काम गर्नुहोस् कि त तपाईँलाई एकदमै धेरै मन परेको कार्य गर्नु पर्यो, कि त जे कार्य गर्दै हुनुहुन्छ, जे काम गर्दै हुनुहुन्छ त्यसलाई मनैदेखि मन पराएर गर्नुभयो भने त्यो काम जस्तो हुँदैन। जब अन्तर्मनले रुचाइको काम गर्नुहुन्छ नि अनि काम पूजा बन्छ। जब पूजा हुन्छ, जब काम पूजा बन्छ त्यसपछि हजुरलाई काम गरेको जस्तो लाग्दैन कि आनन्द आउँछ। जब तपाईँ रमाइ गर्नुभएको हुन्छ कुनै पनि काम, त्यसले हजुरलाई सफलतामा पुर्याउँछ। त्यसैले साथीहरू, जिन्दगीभर एउटा सन्तुष्टले सफलता प्राप्त गर्न चाहनुहुन्छ भने पहिलो र महत्त्वपूर्ण कुरा, तपाईँ जुनसुकै काम गर्दै हुनुहुन्छ, तपाईँ जुनसुकै क्षेत्रमा अगाडि बढ्दै हुनुहुन्छ, त्यो मेरो मनले कति रुचाएको छ। अरू कसैको दबावमा परेर, अरू कसैको प्रभावमा परेर, अरू कसैको सफलता देखेर लोभिएर होइन कि तपाईँको क्षमता के हो, हजुरको अन्तर्मनको रुचि के हो, होइन, तपाईँलाई साँच्चीकै त्यो कामसँगको लगाव कति छ, अनुभव कति छ भन्ने आधारमा सही कामको छनौट गरेर मात्रै काममा अगाडि बढाउनु, त्यो कामले तपाईँलाई सफलतासम्म पुर्याउँछ। अब दोस्रो र महत्त्वपूर्ण कुरा भनेको निरन्तरता। कुनै पनि कामको के हो त? निरन्तरता। पहिलो हामीले के थाहा पायौँ त? सही कामको छनौट गर्ने, होइन। त्यसपछि हामीले कुनै कार्यमा पाइला राखिसक्यौँ, कुनै यात्रामा हामी पाइला राखिसक्यौँ भने गन्तव्यमा नपुग्दासम्म हामीले निरन्तर यात्रा गरि नै राख्नुपर्छ। मानौ कि हामी कुनै ठाउँको यात्रामा निस्क्यौँ, यात्रामा त हरेक सजिला, अप्ठ्यारा, आरोह अवरोह त सबै आउँछन्। ती सबैको सामना गर्न सक्ने साहस हामीमा हुनुपर्छ। न कि 2 कदम हिँड्ने अनि हो गाह्रो रहेछ भनेर फर्केर आयो, अनि फेरि 2 कदम यताको यात्रा सुरु गर्यो, 2 कदम चाल्यो अनि फेरि फर्केर आएर यात्रा सुरु गरेर हामी कहीँ पनि पुग्न सक्दैनौँ। तपाईँले मनले खाएको, तपाईँलाई मन परेको, होइन, काम गर्दै हुनुहुन्छ भने त्यो कामलाई हजुरले निरन्तर दिनुपर्छ र जबसम्म गन्तव्यमा पुग्नुहुन्न, जबसम्म सफलताको गन्तव्यमा पुग्नुहुन्न, तबसम्म आएका हरेक आरोह अवरोहलाई पनि सामना गर्दै एउटा अठोट गर्नुपर्छ कि म पुगेरै छाड्छु भन्नुभयो भने त्यसले पक्कै पनि सफलतामा पुर्याएर नै छाड्छ। त्यसै गरी तेस्रो र एकदमै महत्त्वपूर्ण कुरा भनेको त्याग, होइन। हामीले त्याग पनि गर्न सक्नुपर्छ। सफलता त्यति सजिलै कहाँ प्राप्त हुन्छ र? भनिन्छ नि, मुठीमा भएको एक मुठी अनाज फाल्ने साहस गरे मात्रै हामीले मुरी उब्जनी गराउन सकिन्छ। त्यसैले मित्रहरू, हामीसँग भएको हुनसक्छ हामीसँग समय, हामीसँग भएको सम्पत्ति, हामीसँग भएको अनुभव अथवा के हुनसक्छ, केही कुरा त्याग नगरेसम्म हामीलाई केही पनि प्राप्त हुनेवाला छैन। त्यसैले तपाईँले थोरै त्याग्नुभयो भने त्यसको परिणाम स्वरूप हजुरले धेरै प्राप्त गर्न सक्नुहुनेछ। त्यसैले केही कुराहरू त्याग गर्नलाई चाहिँ डराउनु हुँदैन। तपाईँले आज आफ्नो मुठीमा भएको एक मुठी अनाजलाई फाल्नु नै भएन, ओहो माटोमा कहाँ मिल्काउनु भनेर मुठी बनाएर राख्नुभयो भने त्यो अनाजले, त्यो बिउले पनि अब हामीलाई कुनै पनि उब्जनी दिन सक्दैन। त्यसैले सफलताको लागि त हामीले केही न केही त्याग गर्नै पर्ने हुनसक्छ। हामीले कतिपय अवस्थामा चाहिँ के हुन्छ त, हामीसँग एकदमै निकट भएका सम्बन्धका कुराहरू,
हुनसक्छ हामीले ओहो म त यो कुराबाट बाहिर निस्किनै सक्दिनँ होला, मैले त्याग्नै सक्दिनँ होला भन्ने अवस्थामा पनि हामी सफलताको लागि त्यस्ता कुराहरूबाट पनि दूर हुनुपर्छ, अर्थात् त्याग्नुपर्ने हुनसक्छ। त्यसै गरी अर्को भनेको अनुशासन। हामीलाई सफलता कायम बनाइराख्ने, हाम्रो जीवनभरि हामीलाई सफल बनाइराख्ने अर्को महत्त्वपूर्ण मूल मन्त्र भनेको के रहेछ त? अनुशासन। जब तपाईँ कुनै पनि कार्यमा स्वयं एकदमै अनुशासनको कडीभित्र रहनुहुन्छ तब तपाईँलाई सफलताले साथ नदिई सुखै छैन, हैन? कतिपय मानिसहरू सफलतामा त्यसरी मात्रै पुगेका छन् जो अनुशासनको कडीमा मजाले बसेका छन्। स्वयंको अनुशासन, मेरो पर्सनालिटीको अनुशासन, हैन, मेरो व्यक्तित्वको अनुशासन, मेरो कार्यको अनुशासन, मेरो हरेक चिजलाई चाहिँ स्वयं पहिला आफू अनुशासनमा बसेपछि मात्रै एउटा अनुशासित व्यक्तिलाई मात्रै सफलताले साथ दिन्छ साथीहरू। नत्र भने यत्र तत्र सर्वत्र लथालिङ्ग भताभुङ्ग व्यक्तिलाई सफलताले रुचाउँदैन। त्यसैले अनुशासन एकदमै धेरै महत्त्वपूर्ण छ। त्यसै गरी अर्को र एकदमै महत्त्वपूर्ण कुरा सङ्गत। भनिन्छ नि, तपाईँले दैनिक भेट्ने अथवा तपाईँले दैनिक सङ्गत गर्ने 4 जना व्यक्ति जस्तो हुनुहुन्छ, हजुर पनि सो त त्यस्तै हुनुहुन्छ अरे। भनेपछि सङ्गतको निकै ठुलो भूमिका रहन्छ हाम्रो सफलतासँग। तपाईँ सफल व्यक्तिहरूको भिडमा गएर उभिनु मात्रै भयो भने पनि त्यो भिडले तपाईँलाई धकेल्दै एक कदम अगाडि पुर्याइदिन्छ। हजुर जहिले पनि असफल असन्तुष्ट व्यक्तिहरूको भिडमा गएर मिसिनु भयो भने तपाईमा जीवनमा प्राप्त भएका सफलताहरू पनि छेउ हुँदै जान्छ, नाश हुँदै जान्छ। त्यसैले सङ्गत गर्दाखेरि सधैँ सकारात्मक सोच भएका व्यक्तिसँग, सफल व्यक्तिहरूसँगको सङ्गतलाई बढायौँ भने तपाईलाई सफल हुन कसैले छेक्न सक्दैन। त्यसै गरी अर्को र एकदमै महत्त्वपूर्ण कुरा भनेको आफूमा विश्वास गर्ने। सफल हुने जति पनि यो दुनियाँमा सफल भएका जति पनि व्यक्तिहरू छन् नि, त्यसले तपाईलाई मलाई विश्वास गरेर होइन कि स्वयंलाई विश्वास गरेर सफल भएका हुन्। आज हामीले पायौँ भने जति पनि सफल व्यक्तिहरू छन् स्वयंको कार्यमा विश्वास गरेको, स्वयंको क्षमतामा विश्वास गरेर सफल भएका हुन्। त्यसैले हामीले पनि आफूले जे गर्दैछौँ त्यसलाई मन पराएर गर्ने र स्वयंले म गर्न सक्छु, यस मैले हरेक चिजहरू सम्भव छ, मबाट सम्भव छ भनेर आफूमा स्वयंमा विश्वास भरेर गर्यौँ भने हामी सफलतामा पुग्न सक्छौँ। कुनै पनि कार्यमा सफलता तब मात्र प्राप्त हुन्छ जब तपाईँ मनदेखि नै एकदमै विश्वस्त हुनुहुन्छ, हैन? पहिला तपाईले माइन्डसेट गर्नुहुन्छ कि यस मैले यो काम सम्पन्न गर्न सक्छु भन्ने तपाईलाई भयो भने मात्रै तपाईलाई त्यो विश्वासले, त्यो आत्मविश्वासले त्यो सफलतालाई प्राप्त भएको हुन्छ। त्यसैले हुन्छ कि हुँदैन, गरौँ कि नगरौँ, अगाडि कदम चालौँ कि नचलाऊ, यस्तो धेरै डाउटमा बसेर, हैन, होला कि नहोला भनेर एउटा अनिर्णयको बन्दीमा बसेर हजुरले सफलता प्राप्त गर्न सक्नुहुन्न। त्यसैले स्वयं आफूमा विश्वास गर्ने, आफ्नो कर्ममा विश्वास गर्दै, आफ्नो क्षमतामा विश्वास गर्दै अगाडि बढ्यौँ भने पक्कै पनि सफलताले तपाईलाई साथ दिने नै छ। आज हामीले निकै महत्त्वपूर्ण विषयमा चर्चा गर्यौँ। त्यो के थियो साथीहरू? सही काम रोज्नु र निरन्तरता दिनु, कुनै पनि कामको निरन्तरता दिनु, सँगसँगै त्याग्नु, हैन? हामीले त्यागको विषयमा पनि कुराकानी गरिसक्यौँ। त्यसैगरी अनुशासन, सङ्गत र आफूमा विश्वास गर्ने यी महत्त्वपूर्ण मन्त्रलाई आफ्नो जीवनको साथी बनाउनु भयो भने पक्कै यहाँहरूलाई सफलताका सुगन्धले यहाँको जिन्दगीलाई रङ्गाइरहनेछ। आजको यो भिडियो हजुरलाई कस्तो लाग्यो? पक्कै पनि राम्रो लाग्यो होला र यो भिडियो अन्य साथीहरूसँग पनि पुर्याएर उहाँलाई पनि सफलताको गोरेटोमा डोराउनका निम्ति तपाईँको एक शेयरले निकै मद्दत पुग्नेछ। फेरि अर्को प्रेरणादायी भिडियो सामग्री लिएर उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।